हेलो एभ्रिवान, गुड इभिनिङ सबैजनालाई। सबैजना सम्पूर्ण अनसेवार्ड छ भने है। र आज भने चाहिँ म एकदम जुदै पिकनिक स्पोटमा छु र आफ्नै गाउँमा आफ्नै भिलेजमा है। र तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो एकदमै भिलेज पिकनिक स्पोट हो है। वरिपरि तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रै भिलेज हो है, हाम्रै गाउँको वरिपरि हो। र तपाईँहरूले के कस्तो छ भनेर तपाईँहरूलाई म देखाउनु गइरहेको छु र कस्तो छ के छ भने तपाईँहरूले देख्न सक्नुहुन्छ है। टक्कै यस्तो छ है। वरिपरि यो खोला बगिरहेको छ, खोला है। माथि डाँडा काँडा चारैतिर डाँडा काँडा छ, बिचमा खोला छ, बगिरहेको छ है। र यो माथितिर सबै गाउँहरू छ हो, मुनितिर सबै गाउँहरू छ है। र यहाँ सबै तपाईँहरूले धेरै पाउनुहुन्छ, यहाँ धेरै फेसिलिटी छ। के भन्दाखेरि चाहिँ रेस्टुरेन्टदेखि लिएर तपाईँले होमस्टेदेखि लिएर दोकानदेखि लिएर फास्टफुडदेखि लिएर एभ्रिथिङ तपाईँहरूले पाउनुहुन्छ। अनि सबै कुरो तपाईँले पाउनुहुन्छ है, रमाइलो गर्न सक्नुहुन्छ। फर्स्ट अफ अल चाहिँ तपाईँहरूले के इन्जोय गर्नु पाउनुहुन्छ भन्दा एकदम शुद्ध पानीमा यो खोलामा चाहिँ तपाईँहरू एकदमै नुहाउनु, लुगा धुनु है, सबैजना मजा गर्नु पाउनुहुन्छ, इन्जोय गर्नु चिसो पानीमा है। र यताको सिन तपाईँहरू देख्नुभयो है, सिन चाहिँ कस्तो छ भन्दाखेरि तपाईँलाई मन परिहाल्यो होला। अनि यहाँ केही टेन्सन हुँदैन तपाईँलाई। फर्स्ट अफ अल त गाडी घोडा केही हराउने चान्स हुँदैन यहाँ है, त्यस्तो डर भर केही हुँदैन। र हाम्रो गाउँ चाहिँ यस्तो छ पिकनिक स्पोट, तपाईँहरूले देख्न सक्नुहुन्छ। जसले पनि भिडियो हेर्नुहुन्छ एकदम हेरेर आउनु होला है, यस्तो छ हो। र यी तपाईँहरूलाई के कस्तो लाग्यो तपाईँहरू पनि एकपल्ट भिजिट गर्नुहोस्। यो अप्पर दुधे टम्पुटर भन्छ है, माथि आएर हेर्नु सक्नुहुन्छ। यो पिकनिक स्पोट धेरैजना यहाँ खेलिरहेको छ, यो देख्न सक्नुहुन्छ तपाईँहरूले है। धेरैजना पिकनिकहरू रमाइलो गरिरहेको छ, गाडी घोडा एकदम लिएर। र रात पर्दाखेरि तपाईँहरूलाई बस्ने बास्ने पनि सबै होमस्टेहरू पाउनुहुन्छ तपाईँहरूले है, आरामले बसेर जानु सक्नुहुन्छ। अनि तपाईँहरूलाई एकदमै यहाँको मान्छेहरूले धेरै सुरक्षा पनि गर्छ, राम्रो छ। र तपाईँहरू एकपल्ट जरुर भिजिट गर्नु होला। र जति पनि तपाईँहरूलाई यो भिडियो हेर्नेलाई जति सक्दो मन पऱ्यो भने लाइक कमेन्ट सेयर चाहिँ नगर्नु बिर्सिनु होला, किनकि सेयर चाहिँ तपाईँहरूले गरिदिन्छु भन्ने आशा गर्दछु। सेयर चाहिँ बहुत जरुरी छ है त।